नमस्कार दर्शकबिन, आज हामी सधैँ झैं उठिरहने एउटा प्रश्न काठमाडौँ उपत्यकामा रहेको तामाङ राज्यको बारेमा छलफल गर्नेछौँ। के साँच्चीकै काठमाडौँ उपत्यकामा तामाङ राज्य थियो त? 30,000 वर्ष पुरानो पाषाणकालीन हतियार काठमाडौँ उपत्यकामा भेट्नु के काठमाडौँ उपत्यकामा तामाङ राज्य रहेको पुष्टि गर्दछ? अझै पनि काठमाडौँ उपत्यका वरिपरि 4 भन्ज्याङमा तामाङ आबादी बाक्लो रहनु र तामाङ बस्ती अवस्थित रहनुले के काठमाडौँ उपत्यकामा पहिले तामाङ राज्य थियो भन्ने कुरालाई पुष्टि गर्दछ? स्वयम्भू बौद्ध जस्ता पवित्र धार्मिक स्थल हुनु, विभिन्न लिपि र शिलालेखमा तामाङ अभिलेखहरू पाउनु के यसले तामाङ राज्य रहेको थियो भन्ने जिकिर गर्दछ? तामाङ जातिलाई राज्यले र शासकले पछिसम्म दमन गर्नु यसले के तामाङ राजा र राज्यको अस्तित्व थियो भन्ने कुरा प्रमाणित गर्दछ? आज हामी यही विषयमा चर्चा परिचर्चा गर्नेछौँ। काठमाडौँ उपत्यकालाई तामाङहरू य अर्थात् य भन्दछ। य मानौ, य भनौ। मध्यकालमा काठमाडौँ उपत्यकालाई सम्बोधन गरिने शब्दको अपभ्रंश हुन्। स्वयम्भू पुराण अनुसार पौराणिक कालमा काठमाडौँ उपत्यका नागदहको रूपमा जलमग्न थियो। त्यतिखेर बन्धुमती नगरबाट आउनुभएका प्रथम विश्वपी बुद्धले उक्त तलाउको बीचमा नागार्जुन पर्वतमा तप गरी चैत्र शुक्ल पूर्णिमाको दिन कमलको फूलको बीज छर्नुभयो, जसमा आश्विन शुक्ल पूर्णिमाको दिन अलौकिक ज्योति उत्पन्न भयो र अक्षत भुवनबाट भगवान स्वयम्भू अवतरित हुनुभयो, जसको दर्शन गरी पुण्य कमाउन देश देशान्तरबाट क्रमशः सिखी, विश्वभू जस्ता अलौकिक बुद्धहरू अरुणपुरी र अनुपम नगरबाट आउनुभयो। त्यस्तै महाचीनबाट मञ्जुश्री बोधिसत्व पनि आफ्ना शिष्यका साथ उपत्यकामा प्रवेश गर्नुभयो। स्वयम्भू पुराण अनुसार उनले तिब्बतबाट आउँदा आफ्ना साथ ल्याएका वरदा र मोक्षदा नामक शक्तिलाई फुलच्यो अर्थात् हामी फुलचोकी भनेर चिन्छौं र ध्यानचो अर्थात् चन्द्रगिरी पर्वतमा निवास गराए अनि आफूसँग आएका शिष्यहरूलाई काठमाडौँ उपत्यकामा त्यसबेला ठूलो दह र तत्काल मानव बस्ती सम्भव नभएकोले उनीहरूलाई काठमाडौँको वरिपरि पर्वतका चुचुरा फुच्यो अर्थात् हामी चन्द्रगिरी भनेर चिन्छौं, ध्यानचो अर्थात् जामचो, शिवचो अर्थात् शिवपुरी, साँको अर्थात् साँकु र सुडाल्चो अर्थात् नगरकोट यस क्षेत्रमा बसोबास गराएका थिए भनिन्छ। साथै मञ्जुश्रीले उपत्यकाको पानीको दहलाई आफ्नो अलौकिक शक्तिले खड्गको प्रहार गरेर गोकर्ण, पशुपति र चोबारका गल्छीबाट बाहिर पठाएका थिए भनेर यी स्वयम्भू पुराणमा उल्लेख गरेका पाइन्छन्। अनि सर्वप्रथम आफ्ना गुरु मञ्जुश्रीका साथ तामाङहरूले स्वयम्भू ज्योतिको दर्शन गरेका थिए भनिन्छ, जसको उदाहरणका रूपमा तामाङहरू अहिले पनि फुलचोकी स्वयम्भू नगरकोटमा मेला भर्न जाने परम्परा रहेको छ, जसले के जिकिर गर्दछ भने आजसम्म पनि तामाङहरू यी पवित्र भूमिमा, यी पवित्र तीर्थस्थलमा मेला भर्न जाने गर्दछन्। मञ्जुश्री त्यसपछि आफ्नो शिष्यलाई काठमाडौँ उपत्यकामा आवाज गराई फर्किनुभयो। मञ्जुश्रीका साथ महाचीनबाट आएका ती तामाङहरू नै काठमाडौँ उपत्यकामा पछि राज गरेर बसेका थिए र राज्य सञ्चालन गरेर बसेका थिए भन्ने धार्मिक मिथकहरूमा आधारहरू भेट्ने गर्दछन्। त्यसका साथै त्रेतायुगमा बोधिसत्व मञ्जुश्रीले उपत्यकामा आवाज गराई मञ्जुपतन स्वयम्भूदेखि गुह्येश्वरीसम्म नामक सहर स्थापना गरेर धर्माक नामक सहर बसाए भनेर नेपालका विभिन्न इतिहासकारहरूले पनि उल्लेख गरेका छन्। तर तामाङ इतिहासकार सीताराम तामाङले भने मञ्जुश्रीले आफ्ना प्रमुख शिष्य छ्योचोङ नाम गरेका बौद्ध धर्मावलम्बीलाई काठमाडौँ उपत्यकाका पहिला राजा बनाएका थिए भनेर लेख्नु भएको छ। जनश्रुति अनुसार छ्योचोङले काठमाडौँ उपत्यकाका पहिलो सहर एवं मानव बस्ती स्वयम्भूको किमडोलमा शासन गरेर बसेका थिए भन्ने कथन पनि भेटिन्छ। त्यसैगरी स्वयम्भूको प्राचीन नाम सैगु हो, जसको अर्थ हुन्छ भोटे पर्वत। स्वयम्भू मानव निर्मित पर्वत भएकोले यो पटक पटक बिग्रिने भत्कने गर्दथ्यो, त्यसैले तामाङहरू यसलाई सिङ्गु, सिङ्गोन वा सिङगोङ भन्दछन्, जसबाट स्वयम्भू क्षेत्र, बौद्ध क्षेत्र, तामाङको आदिभूमि रहेको थियो भन्ने कुरा पनि पुष्टि हुन्छ। अर्को प्रसंग अनुसार नेपाल नाम तामाङ भाषाबाट रहेको भनेर विभिन्न इतिहासविदहरूले पुष्टि गरेका छन्। तामाङहरू ने भन्नाले दूध र पाल भन्नाले पशुपालक अर्थ आउँछ। यी दुई शब्द समास भएर नेपालको नामकरण भएको हो भन्ने कुरा अघि सारेका छन्, जुन कुरालाई इतिहासकारहरूले स्वीकार गरेका छन्। नेपालको नामकरण सन्दर्भमा तामाङ भाषामा नेपालको अर्थ देवता बस्ने गुफा भएको पुण्य स्थानलाई नेपाल भन्दथे पनि भनिन्छ। भोट बर्मेली भाषामा नेपाललाई न्येङपा भनिन्छ। न्येङको अर्थ वस्तुभाव, पा अर्थ मान्छे अर्थात् वस्तुभाव पालन गर्ने नेपा हुन्छ। यही नेपा शब्दबाट नेपाल भएको हो भनेर विभिन्न इतिहासकारहरूले पुष्टि गरेका छन्। अर्को प्रसंग, काठमाडौँ उपत्यकामा नेवारहरूले राज्य गर्नुभन्दा अघि नेपालमा भोटे जातिले राज्य गरेको थियो, जहाँ बाक्लो बस्ती थियो। उनीहरू भोटिया भाषा बोल्दथे। नेवारहरूले तिनीहरूलाई काठमाडौँ उपत्यकाबाट हटाएका थिए। तिनैलाई काठ भोटिया भनिन्छ, जो आजसम्म संरक्षित छ र काठमाडौँ उपत्यकाको कछाडको पहाडमा, तर मुख्य गरी उनीहरू कुतीपट्टिको पर्वतीय भूभागमा आबद्ध छन्।
नेपालको इतिहास लेख्ने प्रथम विदेशी विद्वान विलियम कर्कप्याट्रिकले आफ्नो पुस्तकमा यी कुराहरू उल्लेख गर्नुभएको छ, जसबाट पनि काठमाडौँ शहरमा नेवार राज्य कायम हुनु पूर्व तामाङहरूको राज्य थियो भन्ने कुराहरूको पुष्टि हुन्छ। विभिन्न स्वदेशी एवं विदेशी इतिहासकारहरूले यी कुरालाई समर्थन गरेका छन्। उनीहरू काठमाडौँ उपत्यकाका पहिला बासिन्दा तामाङ हुन्, त्यसपछि प्रवेश गरेका समुदायसँग पराजय भएर पराजय पश्चात तामाङहरू काठमाडौँ उपत्यकाको काठ र त्यसका वरिपरि पर्वतीय क्षेत्रमा बसोबास गर्न थालेका हुन् भनेर कर्कप्याट्रिकले आफ्नो पुस्तकमा पनि उल्लेख गरेका छन्। यसबाट पनि काठमाडौँ उपत्यकामा बसोबास गर्ने र राज्य गर्ने पहिलो बासिन्दा तामाङ नै हुन् भनेर भन्न सकिन्छ त? यो प्रश्न चिन्ह अहिले पनि खडा गरिएका छन्। तर काठमाडौँ उपत्यकामा उनीहरूको राज्य कस्तो थियो, को राजा थिए भन्ने प्रमाण चाहिँ भेटिँदैन। एउटा कुरा इतिहास र लेखहरूमा तामाङको बारेमा, तामाङ राज्यको बारेमा र राजाको बारेमा नभेटाइनुको एउटा प्रमुख कारण तामाङहरूको इतिहासिक रूपमा ताम्बा, चोहो र गान्बासँग रहन्छ र उनीहरूले नै पुस्ता हस्तान्तरण गर्दै आफ्नो इतिहास बताउने गर्दछ र कालान्तरमा आएर त्यो कुराहरू मौखिक कुराहरूलाई चाहिँ प्रामाणिक रूपमा पुष्टि नभएको कारणले त्यसलाई प्रमाण नमानेको पनि पाइन्छ। अर्को प्रसङ्ग, लिच्छवीकालीन अभिलेख अनुसार वर्तमान साखुलाई प्राचीन कालमा साको भनिन्थ्यो। चिनिया भाषा को अर्थ हुन्छ देश। भोटियाहरूको साखुलाई देश भनिन्छ। भोटेहरूको साखु देशलाई नेवारी भाषामा सायको भनिन्छ। यही सायको अपभ्रंश भएर साखु भएको हो भन्ने विभिन्न पुस्तकहरूमा प्रमाण भेटिन्छ। साखुमा भोटे तामाङहरूको घना बस्ती हुनुको साथै वज्रयोगिनीलाई उनीहरू मातृका देवीको रूपमा पूजा गर्ने गर्दछन्। त्यसै गरी नेवारी भाषामा भोटेलाई स, तललाई कुवा र देशलाई दे, साखु बस्तीलाई शक दे भनिन्छ, अर्थात् जसको अर्थ हुन्छ भोटेहरू भन्दा मुनिको बस्ती भएकोले शक दे भनिएको। यस मन्दिरका लिच्छवीकालीन अभिलेखहरूमा तामाङ भाषामा शब्दहरू पाइनुका साथै वज्रयोगिनी माताको खटयात्रामा अहिले पनि अनिवार्य रूपमा तामाङहरू हुनुपर्ने परम्परा रहेबाट लिच्छवीकालीन अघि साखु क्षेत्रमा तामाङहरूको राज्य रहेको थियो भन्ने प्रमाणहरू भेट्न सकिन्छ। यस्तै एकातिर पृथ्वीनारायण शाहले कान्तिपुर आक्रमण गर्ने क्रममा नाकाबन्दी गरेपछि आर्थिक संकट आएपछि ललितपुर र काठमाडौँका राजा जयप्रकाश मल्लले देवस्व झिक्ने, देवताका गरगहना र गजुर झिक्ने अनि भोटे चोर पालेर तीद्वारा आत्मरक्षा गर्ने, गोर्खाका व्यापारीका माल लुट, गोर्खाका बासिन्दाका घर चोर्ने समेत गरेका थिए भनेर विभिन्न प्रसङ्गहरू पनि भेटिन्छ। यसबाट आजित भएर उनले पृथ्वीनारायण शाहसँग 1814 पौष 23 गते एक सन्धि पत्र गरेर भोटसँग व्यापार बढाई राज्यको आर्थिक व्यवस्था सुधार गर्ने कार्य गरेका थिए भनेर पनि उल्लेख गरिन्छ। जसका बुदा नम्बर 6 मा काठमाडौँ राज्यले भोटे चोर मार्फत गोर्खा इलाका लुट्न नपाउने सम्झौता गरेका थिए। यसरी लुट्ने स्थानहरू नाम आज भोटे चौर रहेको छ। अर्कोतर्फ गोर्खा राज्यमा तामाङहरू पलायन भए पश्चात गोर्खाली सेनाको नेतृत्व बिहुबर लामाले गरेका थिए, जसलाई सेनामा भोटे सैनिक भनेर सम्बोधन गरिन्थ्यो भनेर भनेको पाइन्छ। यसरी सरस्वती हेर्दा नेपालमा पहिले तामाङ अनि गोपाल, महिषपाल, किरात, लिच्छवी, मल्ल हुँदै शाह राज्यहरूको राज्य चलेको हुनुपर्छ भन्ने अनुमान छ। जसका प्रमाण स्वरूप एकातिर विदेशी विद्वान कर्कप्याट्रिक लगायत अध्ययन अनुसन्धानका सारगर्भित भनाइहरू र अर्कोतिर डाक्टर सेटेनको जस्ता मानव एवं समाजशास्त्रीले उपत्यकामा पुरातात्विक अध्ययन अनुसन्धान गरी प्राप्त गरेको सामग्री, ढुङ्गे हतियार जस्ता प्रमाणहरू मनज्ञ हुनुपर्दछ। जसका साथै तामाङहरूको आफ्नो प्रमुख तीर्थस्थल स्वयम्भू र बौद्धलाई मान्नु, स्वयम्भू पुराणमा उपत्यकाको उत्पत्तिको कुराहरू उल्लेख हुनु र उपत्यकाका प्राचीन स्तूपहरूमा चैत्र पूर्णिमाको अघिल्लो दिनदेखि पूर्णिमा भर निरन्तर मेला लाग्नु, जुन मेलामा काठमाडौँ उपत्यकाका वरिपरिका तामाङहरूले भव्यताका साथ मेला भर्नु उदाहरणहरू हुन्। यस्ता अवशेषहरूले उनीहरूलाई मानव र समाजशास्त्रीय दृष्टिकोणले उपत्यकाका आदिवासी हुन् भनेर प्रश्न गर्दछन्। तर लेखकको सर्वसेनले भने तामाङहरू काठमाडौँ उपत्यकाको दहको रूपमा रहेको बखत महाचीनबाट मञ्जुश्रीको शिक्षाका साथ मात्र होइन, उनीहरू पटक पटक गरी नेपालमा प्रवेश गरेका थिए। अत उनीहरू विपस्वी बुद्धको आगमन भन्दा पहिला नै प्रवेश गरेका हुन्। यसबाट काठमाडौँ उपत्यकामा प्रथम रूपमा प्रवेश गर्ने तामाङहरू नै हुन्। यसले कुनै न कुनै रूपमा स्वशासित राज्य चलाएको कुरातर्फ इंगित गर्दछन्। यसबाट किराँतकाल तकि कुरा गोपाल राज्य भन्दा अघिदेखि नै तामाङहरूको स्वशासित राज्य काठमाडौँ उपत्यकामा थियो भन्ने कुराको उल्लेख हुन्छ। यसबाट तामाङ राज्य नेवारहरूले खोसेर धपाए पनि उनीहरू उपत्यका भन्दा टाढा नगई यसैका वरिपरि पहाडी प्रदेशमा रहेर शाहकालसम्म ससाना राज्य स्थापना गरेर बसेको इतिहास छ। जसले राज्य सञ्चालन गर्दा उनीहरू चोहो परम्पराबाट शासन चलाएका थिए, जसका अवशेष अझै पनि तामाङ समाजमा देख्न सकिन्छ। यसमा 8 सदस्य हुने गर्दछन्, तर पहिले काठमाडौँ उपत्यका भनेर तीनै सहरलाई लिने गरेकोमा मल्लकाल पश्चात भक्तपुर, ललितपुर र काठमाडौँ छुट्टा छुट्टै राज्यहरू भन्ने बुझिन हुँदा तामाङहरू काठमाडौँलाई याम्बु भन्दछ।
यो न्याम्बुको अपभ्रंश याम्बु हो। तामाङ भाषा याम्बु भनेको नागहरूको खेत वा उर्वर भूमि हो। काठमाडौँ शहरबाट आफ्नो राज्य छोडेर उपत्यकाका वरिपरि डाँडामा रहेका तामाङहरूले उपत्यकालाई सिलौटा जस्तो देखिने हुँदा याम्बा पनि भन्ने गरिन्थ्यो, जो क्रम अपभ्रंश हुँदै गएर याम्बु भएको हो भनेर पनि भन्दछन्। जेसुकै रूपमा काठमाडौँ उपत्यकाको नाम याम्बु रहे पनि यसको नाम सम्बन्ध तामाङ भाषा र इतिहासमा गहिरो रूपमा रहेको पाइन्छ। यसैगरी मल्लकालीन शिलालेखमा प्राय एम्बु, एम्बुक्रम, श्री एम्बु, श्री महानगर एम्बो, भूमो, एम्बु ब्रुम्मा, एम्बुक्रममा यसको अर्थ हुन्छ सहर वरिपरि बाग्ला र गुचुमुच्च घरहरू भएका। यी लगायतका पदावली गाँसिएको पाइन्छ। यसले पनि तामाङहरूको राज्य काठमाडौँ सहरको बीचमा रहेको तर्फ इङ्गित गर्दछन्। शिलालेखमा प्रयोग भएका र गरिएका पदावलीले पनि याम्बु भन्नाले हनुमान ढोकाको मखनटोलको हारारीदेखि ठैटीटीसम्मको उत्तरी क्षेत्रको भूभागलाई जनाएको छ। यसबाट हनुमान ढोका, मखन, इन्द्रचोक, टेबहालसम्मको सहरलाई भूभागलाई याम्बु क्षेत्र हुन् भनेर पनि भन्न सकिन्छ। त्यसै सहरभित्र भोटेबहाल र भोटाइटी जस्ता तामाङ कृतिहरू पनि रहेका छन्। अर्को एउटा महत्त्वपूर्ण प्रसङ्ग, तामाङ जातिको योन्जन थरका कुलदेवता न्युरोडका महाकाल हुन् भनेर विभिन्न प्रसङ्गहरूमा भेटेको छन्। अर्को तामाङ ब्लोन थरको कुलदेवता इन्द्रचोकको सेतो मसिन्द्रनाथ हुन् भनेर पनि विभिन्न प्रसङ्गहरूमा भेटिन्छ। त्यसै गरी घिसिङ थरका कुलदेवता हनुमान ढोकाको कालभैरव हुन्। अर्को तामाङ थर रुम्बा थरीले गौशालाको जयबागेश्वरीलाई कुलदेवीको रूपमा मान्दछन्, जो विभिन्न प्रसङ्गहरूमा भेटिन्छ। जो माथि उल्लेखित याम्बु अर्थात् काठमाडौँ सहरको बीचमा नै रहेको र जसलाई मानमनितो र पूजाआजा गर्न आज पनि तामाङहरू आउने गर्दछन्। यिनै देवी देवतासँग उल्लेखित थरहरूसँग गाँसिएका लोककथाहरू समेत हालसम्म प्रशस्त भेटिने गर्दछन्। जसले पनि एम्बु तामाङ राज्यको राजधानी थियो कि भन्ने सङ्केत गर्दछ। जातिको एक थर मुल्मी तामाङहरूको पुर्खाको रूपमा विलय भएको नेवारी इतिहासहरूमा पनि प्रशस्त भेटिन्छ। नेवारहरूले उपत्यकाका राजालाई जुजु भन्ने गरेका छन्। कतै यी ठक्कु जुजु तामाङ त होइन भन्ने प्रश्न उठ्न सक्दछन्। साथै काठमाडौँ उपत्यका र यसका वरिपरि रहेका तामाङहरूले आफ्नो राज्य खोसिएपछि वा गोर्खा राज्यको विस्तारको क्रममा मल्ल अर्थात् नेवार राजाका सेनामा रही पृथ्वीनारायण शाहका विरुद्धमा लडे पनि भन्ने गरिन्छ। अर्को एक प्रसङ्गमा तामाङ युवक र नेवार युवतीबाट जन्मिएको सन्तानलाई तामाङहरू ङारबा, न्यारबा भन्ने पनि गर्दछन्। यही ङारबा शब्द अपभ्रंश भएर नेपाल शब्द बनेको कुरा पनि केही विदेशी विद्वानहरूले उल्लेख गरेका पाइन्छन्, जसका टाइमस एङ्गर र जज ग्रियर्सन जस्ता विद्वानहरू पर्दछन्। उनीहरूले यसै सन्दर्भलाई जोड्दै नेपाल र नेवार शब्दको मूल एउटै न्यारबा शब्द हो भनेका छन्। उनीहरूलाई नै न्यारबा भन्ने जाति नेवार र तामाङहरूको रक्त मिश्रणबाट बनेको हो भनेर पनि उल्लेख गरेका छन्। तामाङहरू आफ्नो एम्बु राज्य खोसिएको कारण हो वा आफ्नो पहिचान विलय गराउन खोजेको जस्ता कारणबाट नेवारहरूसँग बिहेबारी मात्र नभई कुनै पनि सम्बन्ध स्थापना गर्न चाहँदैन र आजका दिनसम्म नेवारहरूलाई फरक दृष्टिकोणबाट तामाङ पुर्खाले हेर्ने गर्दछन् भन्ने विभिन्न उल्लेखहरू पाइन्छन्। अर्को एउटा प्रसङ्ग अनुसार काठमाडौँ उत्तरतिर शिवपुरीमा पनि लिच्छवीकालमा तामाङहरूको गोष्ठी शासन चलेको कुरा नेपालको इतिहासको पुस्तकहरूमा उल्लेखित छन्। त्यसै गरी पृथ्वीनारायण शाहका सेनाले कीर्तिपुरमाथि विजय हासिल गरेपछि कीर्तिपुरीहरूको नाक काट्न तामाङ भोटेलाई लगाएका थिए र रत्नमल्लको पालामा उपत्यकामा उत्तरतर्फका तामाङ राज्य नुवाकोट र रसुवाका कुकु भोटे अर्थात् तामाङ सैन्य दस्ताले उपद्रव मचाउँदा पाल्पाबाट सहयोग मागेर दमन गरेको कुरा पनि इतिहासमा उल्लेख छ। यसको अतिरिक्त तामाङहरू काठमाडौँ उपत्यकाको प्रमुख जाति थिए भन्ने थुप्रै प्रमाणहरू पाइन्छ, जसमा नेवारहरूले तामाङलाई से भन्नु, प्राचीन कालमा बनेको स्वयम्भूमा विशाल मेला भन्नु, आफ्नो राज्यकालमा स्वयम्भूको अग्रभागमा बनेको वज्रमा राखिएको इनारमा तामाङहरूले मानिआएका वर्ष सम्बन्धमा लो 12वटा प्रतीक रहनु, बौद्ध स्तूपको निर्माणमा योन्जन, घिसिङ, बल र डोक्चन थरी तामाङहरू संलग्न हुनु र बौद्ध स्तूपका वरिपरि तामाङहरूको प्राचीन 60 घर हुनु पनि एक हो। यसै गरी काठमाडौँको प्राचीन नाम एम्बु र नेपाल राज्यको नाम समेत तामाङ भाषाबाट रहनु, चाबिलदेखि पूर्वको बस्तीलाई भोटे बस्ती भन्नु, भोटे बस्तीमा बस्नेलाई भोटे भन्नु, तामाङहरूले स्वयम्भू र बौद्धलाई मूल देवता मानी पूजाआजा गर्नु लगायत भौतिक अभौतिक प्रमाणहरू भएकोले तामाङहरू उपत्यकाका आदिवासी हुन् र उनीहरूले काठमाडौँ उपत्यका अर्थात् याम्बुमा राजधानी स्थापना गरी राज्य शासन चलाएका थिए भन्ने कुराहरू इतिहासविदहरूले जिकिर गर्दछन्। तर यसको अर्थ रूपरेखा कस्तो थियो भन्ने हालसम्म सार्वजनिक हुन सकेको छैन। यो प्रमाण विभिन्न पुस्तक तथा समाजशास्त्रीहरूको भनाइबाट उद्धृत गरिएको हो। आजको यो श्रृङ्खलाबाट भने हामी बिदा हुन्छौँ। अर्को श्रृङ्खलासम्म प्रतीक्षा गर्नुहोला। धन्यवाद।